हामी एउटा ताकत दिने सुत्केरीको लागि पनि प्रयोग गरिने ठुलो औषधिको रूपमा प्रयोग गर्ने चिज बनाउँदैछौँ। यसको लागि आवश्यक सामग्रीहरू यहाँ तयार गरेर राखिएको छ। यसको लागि कोरेर राखिएको नरिवल, त्यसपछि यहाँ भुटेर पिसेको सुप, चम्सुर, मेथी, ज्वानो अनि ठुलो ओखतीको धुलो हामीले तयार गरेको छ। र यता ड्राई फुडहरू हो, यो सुक्खा मसलाहरू, जसमा काजु, बदाम, के छ अनि मखना, अनि त्यसपछि छोकडा यहाँ छ। अनि त्यसपछि हामीले यो के हो, यो बत्तिसाको धुलो यहाँ तयार गरिएको छ। त्यसपछि यहाँ काटेर राखिएको मधिसे बदाम र छोकडा छ। र यसकै लागि मिश्री राखेर उमालिएको दुध यहाँ तयार भएको छ। औषधि बनाउनको लागि कराईमा हामीले गाईको शुद्ध अर्ग्यानिक घिउ यहाँ तताउँदैछौँ। र अब यसमा हामीले तयार गरेर राखिएका मसलाहरू हामी बनाउँदैछौँ। सबभन्दा पहिला किसमिसलाई हामीले घिउमा फुराउने काम भइरहेछ। मक्खन फुराएर निकालेपछि अब त्यही घिउमा गुडलाई फुराउने काम भइरहेछ। कोरेको नरिवल, छोकडा, ओखर र काजु अनि मधिसे बदाम फेरि हालेर भुट्ने काम भइरहेछ। त्यसमै हालेर अब यहाँ धमाधम हामी सबै मरमसलाहरू मैलेसँग हाल्दै जानेछौँ। हामी त्यहाँ बत्तिसाको धुलो सोही भाँडामा हालेर भुट्दैछौँ। पिनेको अरू ठुलो मसलाहरू फेरि अब हामीले हाल्यौँ। यहाँ तयार गरेर राखिएको थोरै मात्रामा ल्वाङ, सुकमेर र दालचिनी पिनेको धुलो। यसले बास्नादार पनि बनाउँछ र यसले शरीरलाई बाँध्ने काम, फाइदा पनि गर्छ। हामी अन्तिममा बाँकी भएका पिनेर राखिएका ड्राई फ्रुट्सका धुलोहरू हामी यसैमा एड गर्दैछौँ। यो सबै मसलाको रूपमा अहिले घिउमा पाकिरहेछ। यसलाई एकछिन लगभग 2-3 मिनट रातो हुने गरी मन्द आगोमा भुट्नुपर्छ। यसलाई रातो हुने गरी भुटिसकिएको छ। भुटेपछि अब हामी मिश्री उमालेको दुध यसमा प्रयोग गर्दैछौँ। दुधमै पकाउनु पर्ने हुन्छ। गुलियोको लागि मिश्री अथवा सक्खरको प्रयोग गर्न सक्नुहुन्छ। चिनी चाहिँ त्यति प्रयोग गर्दा राम्रो हुँदैन, नगर्नु होला। अब यो बिस्तारै मन्द आगोमा पकाउनुपर्छ। मन्द आगोमा 10 देखि 15 मिनट मजाले पाकिसकेपछि अब यो तयार हुन्छ। अब लगभग पाक्ने क्रममा छ। पाक्दै जाँदा सुरुमा राखिएको घिउ माथि पुरै तैरिसकेपछि यसलाई निकाल्नुपर्छ। हामीले बनाएको मसला अब पाक्यो। अब यसलाई सेलाउन दिने। त्यति बेला
मजाले जम्छ र सेलाएपछि प्लेटमा राखेर 2-3 चम्चा 4 चम्चा एकजनाले एकचोटिमा खान सक्नुहुन्छ र आफ्नो इष्टमित्रलाई पनि यसलाई यसमा प्याक गरेर पठाउन सक्नुहुन्छ। यो 1 महिनासम्म केही हुँदैन।